साथीहरू म चाहिँ होइन आज एउटा यसो होइन हाम्रो मेमोरिज कुरा कि हाम्रो सानो बेलाको कुराहरू कि अलिकति सेयर गरौँ कि जब हामी सानो हुन्थ्यो नि भनौँ न त्यस्तै 4-5 वर्ष 6 वर्ष 7 वर्ष त्यस्तै त्यो टाइममा हाम्रो लाइफ कस्तो थियो क्या मामा घर तपाईँहरूलाई थाहा छ मामा घर जब हामी सानो हुने बेला कस्तो हुन्थ्यो यार कहिले जान पाउला दसैँ आइसकेपछि एकदम जान मन लाग्ने कि किन थाहा छ नि होइन दसैँमा किन पैसा पाउँछ भन्ने एउटा माइन्डमा त्यो सेड हुन्छ कि हाम्रो सानो बेलामा दसैँमा मामा घर जान पाइन्छ अनि यस्तो भनौँ न कस्तो टाइम हुन्छ त्यो टाइममा हरियाली पुरै हरियाली जता हेरे नि कोदोबारी हुँदै जानु पर्ने कस्तो रमाइलो दिन हुन्छ नि होइन त्यो टाइममा चाहिँ एकदम रमाइलो के मामा घर भनेपछि त्यो टाइम सानो टाइममा अब अहिले भनेको आफ्नो आफ्नो व्यवहारमा आफू अब देश विदेश छरेको हुन्छ ठुलो भइसकेपछि त त्यो सानो उमेरमा चाहिँ त्यस्तो हुन्छ कि मामा घर कहिले जान पाउला भन्ने हुन्छ क्या दसैँ तिहार कहिले आउला दसैँ तिहार कहिले आउला मामा घर कहिले जाउँला भन्ने हुन्छ मामा घर गयो टिका लायो होइन टिका लायो जमरा लायो दक्षिणा थाप्यो अनि त्यो कोदोबारी हुँदै हिँड्दाखेरि कोदोबारी हरियाली कोदोबारी हुँदै बारीमा बारीदेखि अब भनौँ न हिँड्नुपर्छ नि त कस्तो रमाइलो हुन्छ कि त्यो टाइममा अनि तिहार भयो पटका पड्काउने भएपछि ओहो यार अगाडि नै प्लानिङ गरे हुन्छ कि यार पटका यसरी किनेर यसरी पड्काएर हिँड्ने हो भन्ने प्लानिङ पनि हुन्छ कि मैले त्यस्तो पनि सोचेको थिएँ कि एकचोटि चाहिँ के भयो भन्दाखेरि मैले 5 प्याकेट किनेर राखेँ कि त्यो टाइममा सानो थियो अब तिहारमा त राति यसरी पड्काएर हिँड्नुपर्छ भन्ने एउटा माइन्ड सेट कि एकदम ह्याप्पी मोमेन्ट हुन्छ नि त त्यो टाइममा ह्याप्पी अहिले जस्तो कहाँ हुन्छ होइन अहिले जस्तो हुँदैन नि साथीसँग लाइटर बोक्न सलाई अथवा सलाई बोक्न माचिस अनि हिँडम्ला भन्ने हुन्छ कि तर अहिले ठुलो भयो के भयो